हाई गाइज गुड इभिनिङ। आज मेरो छोटो मिठो भ्लग चाहिँ यहीँबाट सुट गर्दैछु। यो चाहिँ भकन्जे गाउँ हो, जुन यो भने नि यो चाहिँ भकन्जे गाउँ हो। सुन्दर ब्युटिफुल है, हरियाली त्यस्तै राम्रो छ। भनेपछि यो चाहिँ छिरिङखरका गाउँ हो यो चाहिँ है। अनि हेर्नुहोस् टक्क माथिबाट कुहिरो हिँडिराखेको कति राम्रो छ है। साथैमा यहाँतिर चाहिँ पहिले धेरै जस्तो चाहिँ गोठहरू बस्थ्यो क्या, चौरी गोठ मतलब भैँसी गोठहरू त्यस्तो बस्थ्यो। यहाँ चाहिँ दुदुले भन्छ, तर अहिले चाहिँ लगभग गाउँै जस्तो बनिसकेछ। अनि त्यहाँबाट होइन यस्तो म अघि मैले जुम गरेर देखाउँदाखेरि चाहिँ त्यस्तो थियो भने अहिले चाहिँ जुम आउट गरेर देखाउँदा चाहिँ यस्तो हुन्छ। अनि यो चाहिँ प्यारो बाल्दिङ गाउँ है, यस्तो राम्रो छ। अनि यो चाहिँ बाल्दिङको स्कुल भइगयो होइन। पहिले चाहिँ 5 क्लाससम्म थियो, अहिले चाहिँ कतिसम्म छ मलाई थाहा भएन। म पनि झन्नै 15-16 वर्षपछि चाहिँ आएको हो यो गाउँमा। यो चाहिँ बाल्दिङको स्कुल हो। सो ब्युटिफुल, सानो चिटिक्क परेको राम्रो छ होइन। अनि तपाईँहरूलाई के देखाउँदैछु भने यही चाहिँ यो तलको चाहिँ यो चाहिँ बाल्दिङ गाउँ। सुन्दर गाउँ, सानो गाउँ, सुन्दर गाउँ, हरियालीले भरिपूर्ण भएको गाउँ होइन। अहिले म चाहिँ यो तलको यो मेन रोडबाट माथि आइसकेको छु। लगभग 3-4 किलोमिटर पैदल हिँडेर हाइटमा म आइसकेको छु। सो म आएको बाटोहरू चाहिँ यस्तो थियो, सोलिङ गरेको। सो ब्युटिफुल यस्तो बाटोहरू थियो होइन। अनि अझै पनि हिँड्नुपर्छ, मेरो लगभग 2 किलोमिटर जस्तो हिँड्नुपर्छ। यतातिर चाहिँ टेकाम भन्ने गाउँ पर्छ, तर देख्दा मात्रै रहेछ। तर यो चाहिँ मतलब रुखहरूले छेडेको छ। त्यहाँ पनि छ गाउँ चाहिँ, हल्का सानो ब्युटिफुल गाउँ चाहिँ त्यहाँ पनि छ है त गाइजहरू। अनि म कस्तो ठाउँमा हिँडिराखेको रहेछु, कस्तो ठाउँमा चाहिँ भिजिट गरिराखेको रहेछु तपाईँहरू पनि हेर्नुहोस् होइन। अहिले बेलुकाको 6:30 बजीको यो मेरो ब्लग हजुरहरूलाई म कहाँ गइराखेको छु भनेर देखाउनको लागि छोटो मिठो यतिमै टुम्काउन चाहन्छु। धन्यवाद, इन्जोय गरिदिनु होला।